हेलो गाइसहरु, नमस्कार सबैजनालाई। बिहानको एउटा गीत छ नि, विदेशमा पैसा छैन पासो छ भन्ने एउटा गीत छ नि। साँच्चै के हो साथी, विदेशमा पैसा भन्दा नि पासो नै हुन्छ। किनकि अब हाम्रो नेपाल धेरै पछि छ, इकोनोमिकदेखि अब धेरै कुराहरू भनौँ न, शिक्षादेखि लिएर सबै कुराहरूले पछि छ। त्यस पछाडि दलालहरू धेरै छन् नेपालमा। होइन कि अब कुनै त्यस्तो नलेज चाहिँदैन दलाली गर्नलाई। एकातिर त्यो दलालीको मार पर्छ भने अर्कोतिर यहाँ धेरै विद्वान मान्छेहरू हुन्छन्, धेरै फ्रड मान्छे हुन्छन्। उनीहरूले धेरै कुराहरू बुझेर कम्पनीहरू खोलेका हुन्छन्। भनौँ न धेरै एक्सपर्ट हुन्छन् यहाँको मान्छेहरू। र उनीहरूले के सोचिरहेका हुन्छन् भने हामीले एउटा नेपाली कामदार या जस अब कामदारमा आउने जुनसुकै देशका मान्छेहरूमा पनि अझ नेपाली लाई लिन सकियो भने उसलाई कम पैसाले पनि धेरै कमाउन सकिन्छ भनेर उनीहरूले पासो बनाएर बसिरहेका हुन्छन्। अनि त्यही पासोमा पार्नलाई अझ भनौँ न दसौँ तरिकाले जुगाडहरू लगाएर फेरि नेपालका मेन पावर र दलालहरूले त्यो बाटो स्पष्ट त्यो पासोमा जानलाई अझ उनीहरूले देखाइदिन्छन्। त्यो भएर नेपालको मान्छेहरू आइसके पछाडि अब भनौँ न अब 100मा अब 1-2% मान्छे राम्रोमा पर्छ र 98% मान्छेहरू सबै पर्ने भनेको पासोमै हो। त्यही भएर पासोमा पर्दाखेरि उनीहरूलाई एउटा घरको ऋणको भार हुन्छ। उनीहरू अब हामी आउँदाखेरि अब ऋण काटेर आउनुपर्ने हुन्छ, ऋणको भार हुन्छ। र अर्कोतिर के हुन्छ भन्दाखेरि भनेको जस्तो कमाइ हुँदैन। त्यही भएर डिप्रेसनमा जाने, मान्छेले आत्महत्याहरू गर्ने त्यस्तो खालको सम्भावनाहरू धेरै छन् र भइ पनि राखेको छ। त्यो भएर सबै साथीहरूलाई के भन्न चाहन्छु भने विदेशमा मान्छेहरूले कसरी मान्छे लिएर त्योबाट 10औँ गुणा पुस्तालाई हुने पैसा कमाउन सकिन्छ, वर्किङ गराएर काम गराएर भन्ने सोचिरहेका हुन्छन् र बसिरहेका हुन्छन् पासो थापेर। त्यो भएर सबैजनालाई म के भन्छु भने